सानो सिमटला सरी चाहिँ यहाँ। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ बिहानको समयमा म तपाईहरु समक्ष उपस्थित भइरहेको छु र अहिलेको समयमा चाहिँ बिहानको 5:40 गएको छ र यहाँ चाहिँ घाम उदाइसकेको छ। हामी देख्न सक्छौँ पूर्वमा अहिले घाम उदाइसकेको छ भने पूर्वमा बादल लागेको छ र यता अहिले हल्का हावा चलिरहेको छ। रातिको समयमा चाहिँ अलि हावाको बेग चाहिँ तीव्र थियो जस्तो लाग्छ, किनकि यहाँ आँगाहरू भाँचिरहेको छ र तलतिर देख्न सक्छौँ खोला पनि बढिसकेको छ। आजभोलि चाहिँ पानी यही छाएको छ सक्छौँ हामी। यतातिर बादल मजाले बादल लागेको छ माथि उत्तर भेगमा भने, जसलाई किता हो भन्छ, किता निहन र मिनामी निहन र हिगासी निहन, मिनामी निहन भनेको दक्षिणतिर भयो होइन। दक्षिणतिर चाहिँ लगभग बादल चाहिँ छैन भनौँ। र हामी देखाउन गइरहेको छु तपाईँहरूलाई यता पश्चिम जापानतिर, जहाँ चाहिँ निसी निहन भन्छ। निसी निहनको अहिलेको ट्याङ्की हेर्दाखेरि चाहिँ अब हारे तेमास छैन, घाम लागिरहेको छ। बादल चाहिँ सोच लागेको छ, तलतिर पानी बगिरहेको छ खोलामा। र अब यो पुल तरेर म चाहिँ पारि जान्छु। सो गाइजहरू कस्तो लाग्छ यस्तै प्रतिक्रिया दिनुहोला तपाईँले। म चाहिँ यहाँ आज बाटोमा हिँड्दैछु, लामो यात्रा छ। त पश्चिम पनि बादल छ। पुलबाट तरेर केही समयको बाटो पार गर्दै म चाहिँ अब यता जाँदैछु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ ठुलो खोला छ।